हेलो दर्शकबिन नमस्कार। म तपाईहरुलाई फेरि आज एउटा यस्तो राम्रो चिज देखाउन गइराखेको छु। ल हेर्नु है, यो तकिवा चोकदेखि 50 मिटर दक्षिण एउटा चाहिँ चौधरी मोबाइल आटो ग्यारेज रहेको छ। यहाँ चाहिँ हरेक चिजको हरेक सामानहरु उपलब्ध छ। कारदेखि बाइकसम्मको यहाँ चाहिँ रिपेयरिङ अनि पेन्टिङ डेन्टिङ सबै यहाँ हुन्छ। तपाईहरु यदि थाहा छैन भने यो सक्दो शेयर गरेर भिडियो चाहिँ सबैसँग पुर्याइदिनको लागि हार्दिक अनुरोध गर्न चाहे। ल म अरु चाहिँ यहाँ हेर्नुस् है, पेन्टिङ पहिला चाहिँ यो कस्तो थियो, अहिले हेर्नु न कस्तो भएको छ। ल अरु गर्दै यता हेर्नु है, यो चौधरी मोटर साइकल आटो रिपेयरिङ सेन्टर म आज चाहिँ यहाँ टालीको पेन्टिङ चाहिँ फाइनली भइसकेको छ। यहाँ मैले भिडियो बनाउनुको उद्देश्य यहाँ चाहिँ यो टालीको पेन्टिङको लागि मात्रै मैले यहाँ भिडियो बनाइदिएको हो। तपाईहरु पनि यदि पुरानो टालीहरु छ भने यहाँ एकदम सस्तोमा सस्तो राम्रो रेटमा मिलाएर चाहिँ पेन्टिङ गरिदिनु हुन्छ। तपाईहरु पनि एकचोटी नभए आउनुस्। ल हेर्नु है, यता चाहिँ तकिवा चोक, यो चाहिँ ग्यारेज, यता चाहिँ टाली बनाएको हो। अब म भित्र गएर केही तपाईहरुलाई देखाउने प्रयास गर्छौं है, भित्रको पनि कस्तो के छ। ल हेर्नु है, ओ माय गॉड, यस्तो बेहतरिन तरिकाले राम्रो लेखिदिनु भएको छ यहाँको आर्टिस्टले। हेर्नुस् है पछाडीको दृश्य, पहिला एकदमै कबाड देखेको थियो, कबाड। अहिले हेर्नु न, एकदम बवाल मिलाइदिएछन्, बवाल तरिकाले, एकदम सस्तो रेटमा। ल अहिले यहाँ नम्बर राखिदिन्छु। तपाईहरु पनि यदि टालीमा पेन्टिङ सेन्टिङ गराउन छ भने यही नम्बरमा सम्पर्क गरी ल हेर्नु है, यहाँ चाहिँ लेख्दै हुनुहुन्छ एकदम बेहतरिन तरिकाले। जे भन्नुहुन्छ त्यही लेखिदिनुहुन्छ यहाँले। ओ माय गॉड, आफ्नै तरिकाले फेरि एकदम मस्त राम्रो लाग्ने गरी। ल हेर्नु है, ओहो यस्तो छ है। ल यो तकिवा चोकदेखि 50 मिटर दक्षिण यहाँ चौधरी मोटर साइकल रिपेयरिङ आटो ग्यारेज रहेको छ। तपाईहरु पनि आउनु भएको छैन भने एकचोटी आएर यहाँ बाइक सर्भिसिङ अनि पेन्टिङ गराउन छ भने यहाँ सम्पर्क गर्ने। पहिलाको यस्तो थियो, लेखेको चाहिँ त्यस्तो हो। यति भन्दै म अब बन्द गरे। हस्, धन्यवाद।